आज चाहिँ एउटा पार्टीको महाधिवेशन रहेछ अनि त्यहाँ मान्छेहरू यति जम्मा भएको देखेर मलाई यस्तो लाग्यो नि, जब म रवान्डा हेर्छु अनिखेर नेपालको कम्पेयर गर्छु, नेपालमा कसरी त्यत्रो मान्छेहरू, त्यो सल्लाहघारीमा यति धेरै मान्छेहरू रहेछन्। मलाई के लाग्छ भने जो पनि जम्मा भएका छन् नि, तिनीहरू त्यो जति पनि बाबामा जम्मा भएका छन् नि, अस्ति मार्ने नै तिनीहरूले हो जस्तो लाग्छ कि मलाई। यो छोराछोरी, आफ्नै छोराछोरी मार्ने नै तिनीहरू हो जस्तो लाग्छ। यति धेरै झोलेहरू कसरी आउँछन् यार। महेश मजुमदार जस्तो मान्छेलाई नेता मानेर पछि लागिरहेका हुन्छन्। मलाई एकदमै अचम्म लाग्छ। कस्तो मलाई के सोच लाग्छ भने देशअनुसार, मतलब जनताअनुसारको नेता हुन् र जनताअनुसारकै देश भएको छ नेपाल, त्यस्तो लाग्छ। यो सबै बिगार्न चाहिँ यो झोले जनताहरूले गरेर नै हो। जनताअनुसारको नेता पाइरहेको छ हामीले, त्यस्तो छ। जो रवान्डालाई हेर्छु म, ओहो, भलै यहाँनिर गरिबी होस्, मान्छेहरू त्यस्तो झोले छैनन् के। युगान्डामा पनि झोले छन् मान्छेहरू, चाहिँ लास्टै झोले छन्। मासु भात र पेट्रोलमा यति बिकिरहेका हुन्छन्। तर पनि नेपाल जस्तो त ओहो, पार्टीमा लाग्नै पर्छ यस्तो। अब यो सिस्टममा पार्टीमा त लाग्नै पर्छ, तर पनि यस्तो अन्धभक्त भएर पछि लागेछन् नि मान्छेहरू। ओहो, कुरै छोडौँ, कहाँबाट आउँछन् त्यत्रो मान्छेहरू? तिनीहरूको दिमाग नै हुँदैन कि के हो, कि सोच्न सक्ने क्षमता नै हुँदैन जस्तो लाग्छ मलाई त। कसरी यत्रो झोलेहरू हुन्छन् यार। देश यस्तो खराब छ, यस्तो फोहोर छ, यस्तो अविकसित छ। मान्छेहरू विदेश गएका छन्, कुनै सिस्टम छैन, कुनै केही छैन। अदालतमा शुद्ध पार्टीको मान्छे हुन्छ, जो कि एकदम उयो हुनुपर्ने पार्टीको मान्छे हुन्छ अदालतमा शुद्ध। यस्तो छ नि सिस्टम नेपालमा। तर पनि ओहो, आफ्नै आँखाले देखिरहेको हुन्छ नेपाल यस्तो भएको, यस्तो। तर पनि खोइ किन हो, पछि लागिरहेको हुन्छन् मान्छे, झोले बनिरहेको हुन्छन्। अचम्म लाग्छ मलाई त। देशको स्थिति देखेरै मलाई त विरक्त लाग्छ। भने एउटा केही पनि सिस्टम छैन त्यहाँनिर। यत्रो देश घुमियो, नेपाल जस्तो राजनीतिक हिसाबले नेपालमा जस्तो झोलेहरू त संसारमा अरू कहाँ होलान् र? होलान् पनि, तर एक छाक मासु भातको लागि नै कस्तो। त्यो आशिका तामाङ दिदीले भिडियो हाल्नुभएको थियो, त्यो धादिङको अवस्था नै त्यस्तो छ, काठमाडौँ नजिकको धादिङको अवस्था नै त्यस्तो छ, हुम्लामा त्यस्तो छ। अनि तिमीहरूलाई एक छाक मासु भात खाएर पुग्छ र?